नवराजलाई बुढीले बिदा गर्न जस्तो छ रन्जन लिन आएको छ हाम्रो अब यात्रा बल्ल सुरु भइरहेछ प्रोग्राम 8 बजेको थियो तर ढिलो भएर अहिले 1 बजे हिँडेको छौँ हामी केही छैन किनकि गर्मीको मौसम हो चढिन्छ पसिना पुरै पसिना भएको छ शरीरभरि म यहाँ थाकेर बसेको छु भने नवराज यहाँ छ अनि युवराज यहाँ छ पानी खाँदैछ पानी निकालेको हो थोपा निकालेर त्यसले जम्मा गर्छौँ यही पानी ल्याउने हामीले काङ्गे भयो के हुने दाउरा खान जाँदैछौँ हामी खाना बनाउनु पर्यो अलि आगो बाल्न रन्काउनु पर्यो अब हेर त खतरा छ नि राख्दा होइन सबैलाई धेरै ध्यान दिने मान्छे पर्यो अनि फोहोर त मलाई पनि मन परेन क्या तर यार